नमस्कार साथीहरू, तपाईहरु सबैलाई हाम्रो YouTube च्यानल आईपीओ अपडेट नेपालमा स्वागत छ। आज हामी कालिन्चोक हाइड्रो पावर लिमिटेडले चैत्र 22 गतेदेखि निष्कासन गर्न लागेको आईपीओ को बारेमा चर्चा गर्छौं। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ र अब सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी 55 करोड रुपैयाँको 25% अर्थात 13 करोड 75 लाख रुपैयाँ बराबरको 13,75,000 किता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो, जसमध्ये 5,50,000 किता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 82,500 किता शेयर सम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा 41,250 किता शेयर सामूहिक लगानी कोषका लागि र 16,500 किता शेयर कर्मचारीहरूका लागि सुरक्षित राख्दै बाँकी रहेको 6,84,750 किता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यस शेयरको अंकित मूल्य प्रति किता 100 रुपैयाँ तोकिएको छ। यस आईपीओमा आवेदन दिनको लागि न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्म आवेदन दिन सकिनेछ। निष्कासन चैत्र 22 गतेदेखि खुल्नेछ र छिटोमा चैत्र 25 गतेसम्म बन्द हुन सक्नेछ भने ढिलोमा 2083 वैशाख 6 गतेसम्म आवेदन दिन सकिनेछ। रेटिङको हिसाबले हेर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपीडब्ल्यूबी इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत स्तरको जोखिम रहेको संकेत गर्दछ। रेटिङको हिसाबले हेर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपीडब्ल्यूबी इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको 5 मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाको कुल लागत 1 अर्ब 20 करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 24 करोड 14 लाख रुपैयाँ रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अझै 29 वर्ष 5 महिना बाँकी रहेको छ। साथै यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि करिब 15 वर्ष लाग्ने अनुमान गरिएको छ। यस आईपीओ को निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट सिआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर प्रयोग गरी अनलाइनबाट सहजै रूपमा आवेदन दिन पनि सकिनेछ। यस्तै नयाँ आईपीओ अपडेटहरू निरन्तर पाउनका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।